ल यसो है सेन्ट्रोइड भन्ने वर्ड छ नि हामीले क्लास 9 मा पढेका छौँ कसो नि हेर त जस्तै कि सेन्ट्रोइड ट्रायंगलमा हुन्छ यो कुरा है एउटा ट्रायंगल छ एउटा हामीसँग ल सपोज एउटा एबीसी भन्ने ट्रायंगल छ है एबीसी भन्ने एउटा ट्रायंगल छ हैन अनि प्रत्येक साइडहरुको मिड पोइन्ट है प्रत्येक साइडहरुको एउटा मिड पोइन्टहरु छ हैन मिड पोइन्टलाई मिड पोइन्ट हो है मिड पोइन्ट अनि यो मिड पोइन्ट र यसको अपोजिट एंगल्स जोड्ने लाइन छ नि लाइन है अनि यो मिड पोइन्ट र यसको अपोजिट एंगल्स जोड्ने लाइन र है यो मिड पोइन्ट र यसको अपोजिट एंगल्सहरु जोड्ने लाइनहरु छ नि हो यसरी छ नि यिनी तीनवटा जुन छ नि यस्तो लाइन यिनीबाट एउटा के भन्छ र एउटा कमन इन्टरसेक्टर पोइन्ट भन्छ त्यो नि हाम्रो के भन्दाखेरि सेन्ट्रोइडको काम गर्ने हो नि तपाईसँग परे हो कुनै पनि ट्रायंगलको हैन कुनै पनि ट्रायंगलको मिड पोइन्ट र त्यसको अपोजिट एंगल्सहरु जोड्ने लाइनहरु एकै ठाउँमा कटेका हुन्छन् हैन त्यो कटेको ठाउँलाई हामी के भन्छ भन्दा सेन्ट्रोइड भन्छ है तर जर्मनले चाहिँ जी ले सिम्बलाइज गरिन्छ जी ले हो त्यो चाहिँ हेर सेन्ट्रोइड CANTROID सेन्ट्रोइड भनेको हो त यो परिणाम के मतलब सेन्ट्रोइड भन्छ ख्याल गर्ने बुझ्छ नि अनि अब यो सेन्ट्रोइड छ नि हामी चाहिँ यो यस्तो हाम्रो कोर्डिनेट ज्योमेट्रीमा क्लास 9 मा पढे हो हैन के थियो भन्दाखेरि हाम्रो यो प्रत्येक भर्टिसेसहरुको कोर्डिनेट जस्तो दिया हुन्थ्यो हैन दिया हुन्थ्यो हामी यसको सेन्ट्रोइड निकाल्नु पर्ने हुन्थ्यो हैन यो सेन्ट्रोइड चाहिँ कसरी निकाल्थ्यो भन्दाखेरि x1 प्लस x2 प्लस x3 अपन 3 अनि कमा के हुन्थ्यो y1 प्लस y2 प्लस y3 अपन के त 3 गर्न हामी सेन्ट्रोइड निकाल्थ्यौं निकाल्थ्यौं नि त्यो हामीलाई याद छ 9 मा पढेको कुरा हैन हो यस्तो हुन्छ ख्याल गर्ने र एउटा कुरा अझै बुझ्नु पर्ने कुरा के छ त भन्दाखेरि सेन्ट्रोइड छ नि सेन्ट्रोइड यो सेन्ट्रोइडले चाहिँ यिनी प्रत्येक छ नि लाइनहरु कसरी त 2:1 ले डिभाइड गरेको हुन्छ सेन्ट्रोइडबाट कसरी 2:1 ले रेशियोमा के त डिभाइड भएको हुन्छ प्रत्येक लाइनहरु है भनेपछि यो लाइन छ नि यो लाइन छ नि यो भर्टेक्स देखि लिएर यो छ नि यो सेन्ट्रोइड यसलाई पनि यो 2 मा हुन्छ रेशियो है अनि यो तन्त्र के हुन्छ यो 1 मा हुन्छ ख्याल गर त्यसैगरी यो भर्टिसेस देखि लिएर यो सेन्ट्रोइड सम्मको जुन छ नि लेन्थ यो केमा हुन्छ यो 2 यो हुन्छ यो 1 हुन्छ ख्याल गर त्यसैगरी सेम यो भर्टिसेस देखि लिएर यो सेन्ट्रोइड सम्मको लेन्थ 2 हुन्छ यो के हुन्छ त 1 हुन्छ यो त रेशियोको हो त के हो त रेशियोको हो त भनेपछि के बुझ्नु त भन्दाखेरि ल मानौं यसको लेन्थ चाहिँ 20 सेन्टिमिटर भएपछि यसको कति लाग्यो 10 सेन्टिमिटर होला के त 10 सेन्टिमिटर हुन्छ ख्याल गर्ने है र बल्लको हाम्रो 20/10 गर्छौं भनेपछि के आउँछ रेशियो हाम्रो 2:1 रेशियो आउँछ यसरी आउँछ नि त्यो कुरा ख्याल गर्नु पर्यो है हुन्छ नि यो पनि सिम्पल मानौं यसको लेन्थ चाहिँ ल मानौं 40 सेन्टिमिटर ल 48 सेन्टिमिटर छ भनेपछि कति होला यो अब 40 यसको डबल होला 2 गुणा हैन डबल होला अब त्यो कुरा ख्याल गर्नु पर्यो भनेपछि 2:1 को रेशियोमा चाहिँ त्यो सेन्ट्रोइड लेखेर डिभाइड गरे हुन्छ प्रत्येक लाइनहरुलाई है बुझ्छ नि यसरी चाहिँ ख्याल गर्नु है ल 96 तर हामी पर्ला भेक्टर हो हामी पर्ला के हो त भेक्टर हो हामी सेन्ट्रोइड निकाल्ने यसरी निकाल्छौं त्यो काम है कोर्डिनेट ज्योमेट्रीमा हो है हैन भेक्टरमा फेरि हल्का फरक छ है हुन्छ ल कसरी गर्नु भेक्टरको हामी भेक्टर युज गरेर हामीले यो कुरा प्रुभ गर्नु पर्छ है ल नानो पाइपर हल्का डिसिजन भयो नि त्यसै ल ल हेर्दै अब यसलाई प्रुफ कसरी गर्ने त भन्दा त क्वेशन पढाउनु के भन्छ ए भेक्टर बी भेक्टर र सी भेक्टर भनेको के हुन् हाम्रा पोजिसन भेक्टर हुन् है पोइन्ट ए का पोइन्ट बी का र पोइन्ट सी का कम्बिनेसन हुन् भन्छ है देन अब हेर्दै पोजिसन भेक्टर अब के त सेन्ट्रोइड को पोजिसन भेक्टर निकाल्नु पर्ने छ त्यसको त सेन्ट्रोइडको पोजिसन भेक्टर निकाल्नु पर्ने छ है के त 1/3 ए भेक्टर प्लस बी भेक्टर प्लस के त सी भेक्टर हैन ल ठीक छ त्यसलाई त परस्पर हाम्रो ट्रायंगल त ड्रा गर्नै पर्यो हामीले है ट्रायंगल ड्रा गर्न है ल ए पाइन्छ यो बी पाइन्छ सी पाइन्छ है यहाँ सुन त
मैले चाहिँ अब एउटा यो BC को छ नि, BC को मिड पोइन्ट र यो ए एंगलको बाट बनेको एउटा स्ट्रेट लाइन खिचे यसरी है, हुन्छ नि। ल माने यसलाई मैले जी सपोज गर्दै, यसलाई के त जी पोइन्ट सपोज गर्दै, यो जी भने के हो सेन्ट्रोइड, यो जी भने के हो त सेन्ट्रोइड। अब राम्रो हुन्छ, मैले यहाँ तीनटैको लाइन खिचेर, किन भन्दाखेरि यहाँ लास्टमा अर्को यहाँ लाइनहरु कोड गर्नु हुन्छ, प्रश्नमा देखिन्न के है। त्यही भएर यो के बुझ्नु भन्दाखेरि यो पोइन्ट र यसको मिड पोइन्ट जोड्ने लाइन पनि हिँड्ने कटा छ भने बुझ्ने एउटा हैन, यो पोइन्ट र यसको मिड पोइन्ट जोड्ने लाइन पनि हिँड्ने कटा छ भने बुझ्ने है। त्यो के हो त, त्यो सेन्ट्रोइड हो नि त, त्यो के हो त सेन्ट्रोइड हो, बुझ्छ नि। भनेपछि यो चाहिँ सेन्ट्रोइड हो सपोज है, सेन्ट्रोइड। अब हेर्दै एबीसी भने हाम्रो के हो त क्वेशन लाग्छ। अनि त्यो कहाँबाट पास सुरु, त्यो कहाँबाट जान्छ, अब त्यो इन्सर्ट पोइन्ट कहाँ हुन्छ हाम्रो ओरिजिनमा हुन्छ, ख्याल गर्नु भयो हो। ल सपोज ओरिजिन मैले हेरेर मानेछ ओरिजिन है। भनेपछि अब यो ओरिजिन हो भनेपछि अब हेर्दै तपाईँ के भेक्टर भयो नि त हैन, यो ओबी भन्छ नि, यो के भयो त बी भेक्टर भयो हैन, यो ओसी यो के भयो त सी भेक्टर। र हामीसँग यो मिड पोइन्टलाई मैले डी मानिन्छु, हुन्छ ल म डी मानिन्छु है। ल यहाँ डी पनि एउटा ओडी पनि एउटा के त क्वेशन भेक्टर मान्नु त्यसरी है। अब हामीले निकाल्नु पर्ने कुरा के छ त भन्दाखेरि पोजिसन भेक्टर अफ जी पोइन्ट भने हामीले खासमा के त यो ओजी निकाल्ने हैन। ओजी कति के त 1/3 ए भेक्टर प्लस बी भेक्टर प्लस सी भेक्टर, हामी त्यो निकाल्नु पर्छ नि। ल एकछिन हामीले यहाँ भ्यालुबाट सबै यहाँ टिप्छु है, हुन्छ। ल सोलुसन ल यहाँ सुरु गरौँ है। लेट ओ बी द ओरिजिन, ओ बी द के त ओरिजिन, एउटा ओ भने एउटा के हो त ओरिजिन हो, ख्याल गर्ने। अब क्वेशनमा जाँदा हुन्छ द पोजिसन भेक्टर अफ कति को त भेक्टर अफ पोइन्ट ए है, अफ ए पोइन्ट को ओ ए हुन्छ नि, ओ ए इक्वल टु के भन्दाखेरि ए भेक्टर भनेको नि, यो हाम्रो ए भेक्टर छ है, यहाँ दिएको छ हैन त। ल द पोजिसन भेक्टर अफ बी पोइन्ट ओबी भने के हो त बी भेक्टर छ हैन, बी भेक्टर छ है। ल यो बी पोइन्ट हो है। अनि द पोजिसन भेक्टर अफ पोइन्ट सी इक्वल टु के छ ओसी भेक्टर भने के छ हेर्दै सी भेक्टर छ है, सी भेक्टर हो। त्यसैगरी हेर्दै यो पनि हाम्रो यो पोजिसन भेक्टर डी को देखेर ल द पोजिसन भेक्टर अफ ओडी, द पोजिसन भेक्टर ओडी मा डाइरेक्सन अफ ठीक छ है, अफ पोइन्ट डी इज इक्वल टु के भयो त ओडी। यसलाई तिमीले डी पनि सपोज गर्न पाउँछौ स्मल डी यसरी है। ल ठीक छ, हामीले अब यही ल ओडी भन्छ है। ल अब हामी कहाँबाट बस्ने भन्ने कुरा हुन्छ अब है। हामी अब यो प्रुफ गर्दाखेरि चाहिँ यो कुरा प्रुफ गरेर चाहिँ हामीले कहाँबाट सुरुवात गर्ने त हैन, त्यो चाहिँ एकदम याद गर्नुपर्छ है। हामी पहिला सुरुमा नि छ नि यो ट्रायंगल पर्छौँ है, ट्रायंगल ओबिसी बाट परेको छ नि, कहाँबाट सुरु गर्ने हामीले अब ट्रायंगल ओबिसी एकदम याद गर्नु पर्यो है। हामी चाहिँ सुरुमा कहाँदेखि प्रवेश गर्ने त हैन, कुन ट्रायंगलदेखि प्रवेश गर्ने त्यो कुरा ख्याल गर्नु पर्यो है, हुन्छ। ल अनि हामीसँग हामीले निकाल्ने त खास कुरो के हो ओजी भेक्टर हो नि त, हामीले ओजी भेक्टर पनि ड्रा गरिएको छ ल ओजी भेक्टर है। अनि एलेक्सन छ द पोजिसन भेक्टर अफ के त ओजी, द पोजिसन भेक्टर अफ जी पोइन्ट भने के छ त ओजी है। यसमा जिनिस बजेको कुरा छ यसरी जी भेक्टरले हटै जी भेक्टर सबैका छ नि। ल अब चाहिँ यति सकिसकेपछि मलाई माथि साइड है, हुन्छ माथि साइड है। यो प्रयोग नगरेर भए जस्तो ल है। ल हामी सुरुवात गर्ने कहाँदेखि त भन्दाखेरि
द पोजिसन भेक्टर अफ ओजी भइसकेको छ नि ल हामी ट्रायंगल के त ओबीसी मा इन ट्रायंगल ओबीसी कहाँबाट पस्नु त भन्दाखेरि इन ट्रायंगल एबीसी बाट सुरुवात गर्ने है ओबीसी बाट सरी ओबीसी है कहाँबाट त ओबीसी बाट ट्रायंगल ओबीसी ल अब यसो हेर्नु ल ट्रायंगल ओबीसी छ नि ट्रायंगल ओबीसी मा हेर्दाखेरि यो डी ट्रायंगल ओबीसी को लागि चाहिँ यो डी पोइन्ट चाहिँ मिड पोइन्ट हो नि त भनेर हो डी के हो हाम्रो मिड पोइन्ट हो ख्याल गरौँ यो ट्रायंगल छ नि यो ट्रायंगल मैले यसरी लेखे भनेपछि यो त डी पोइन्ट हो यो ओ हो यो बी हो यो सी छ नि यो त यो डी त के हो त डी हाम्रो के हो रे मिड पोइन्ट हो हैन त मिड पोइन्ट हो भनेपछि यो मिड पोइन्ट हो भनेपछि अब मिड पोइन्ट फर्मुला के थियो ओडी भेक्टर इक्वल टु के होला अब 1/2 भुलियो ओहो यार यो ट्रायंगल थियो एउटा हैन यो ट्रायंगल थियो यो ए थियो यो के थियो डी थियो यो सी थियो हैन अब यो लमन यो याम थियो भनेपछि ओ याम भेक्टर इज इक्वल टु के थियो AC 1/2 यसलाई 1/2 के हुन्छ भने के हुन्थ्यो AB भेक्टर प्लस AC भेक्टर हुन्छ न त हाम्रो फर्मुला हुन्छ र अथवा सुनाइ तिमीले यो हल्का कन्फ्युज भयो नि यो गरौँ त ल यहाँ हेरौँ नि एउटा हाम्रो लाइन सेगमेन्ट AB थियो अगाडि थियो यहाँ भन्ने मिड पोइन्ट थियो नि अब इनिशियल पोइन्ट हाम्रो ओरिजिन बाट गएको थियो यो OA भेक्टर भनेको यो स्पेलिङ मार्क त्यसलाई एउटा मार्क त्यसरी यो OB भेक्टर भनेको यसलाई हामीले विभाजन मार्क त्यसरी अब यो OM भनेको हाम्रो OM हामीले OM भनेको के हो भने मिड पोइन्ट थियो त सुरुमा अगाडि के यस सर भुलियो के हुन्थ्यो 1/2 A भेक्टर OA प्लस यस्तो गर्दैन र अथवा 1/2 OA भेक्टर प्लस के हो भने OB भेक्टर हैन यस सर अब यस्तो गर्ने खाल गर्ने है त्यो भुल्नु भएन गालो त्यो भुल्नु भएन भाइ त्यो हुन्छ भनेपछि अब हेर है यो ट्रायंगलमा डी भनेको मिड पोइन्ट हो भनेपछि अब ओडी इक्वल टु के होला अब ओडी भेक्टर इक्वल टु के होला अब ओबी भेक्टर ओबी प्लस के हुन्छ ओसी हुन्छ ख्याल गर्ने हो अब हेर है ट्रायंगल ओबीसी मा चाहिँ ओडी भेक्टर इज इक्वल टु के त 1/2 अनि ओबी भेक्टर प्लस ओसी भेक्टर लेंथ सक्नु पर्यो किन त मिड पोइन्ट हो मिड पोइन्ट फर्मुला मिड पोइन्ट हो हैन साथी हो मिड पोइन्ट फर्मुला के भन्न त अन्त नि त्यो बोल्नु भएन है त्यो बोल्नु भएन अब ल अब यहाँबाट ओडी भेक्टर इज इक्वल टु 1/2 हुने नै भयो हैन के छ त ओडी भनेको बी भेक्टर प्लस सी भेक्टर सबै यसरी भयो ल हामीसँग ओडी भेक्टर आछ है अब यसलाई के छाड्ने अब सुन त अब हामी कहाँ बस्ने त भन्दाखेरि अब चाहिँ ट्रायंगल चाहिँ ओएडी मा हेर्नु पर्यो किन त भन्दाखेरि हामी त ओजी निकाल्नु त खासमा हामी खास निकाल्नु के हो त ओजी निकाल्ने हो नि त हामीले चाहिँ ओजी निकाल्ने हो अब यो ओजी भाइ कहाँ छ भन्दाखेरि ओडी ए भन अथवा ओएडी मा भन अब इन ट्रायंगल के त भन्दाखेरि ओएडी है हामी त ओजी भेक्टर प्रुफ गर्नु परेछ अब यो ओजी भेक्टर यो भेक्टर चाहिँ परेको ट्रायंगल को हो त भन्दाखेरि ओएडी हो नि त के हो त ओएडी हो त्यो भनेपछि अब के त इन ट्रायंगल कहाँ त भन्दाखेरि ओएडी मा नभुल्यो है हामी कहाँ गर्नु पर्यो कलसमा कहाँ हामीले ओबीसी मा यहाँबाट निकाल्ने भने मिड पोइन्ट फर्मुला युज गरेर एउटा कुनै फिक्स एउटा फिक्स एउटा ओडी को भ्यालु निकाल्ने अब के त ओएडी मा बस्ने हो है जी को भ्यालु अब चाहिँ ल ओएडी इन ट्रायंगल कहाँ त भन्दाखेरि ओएडी हो नाउ इन ट्रायंगल कहाँ त भन्दाखेरि ओएडी मा है ओएडी मा अब ओएडी मा यहाँबाट नाले है हुन्छ ओएडी मा अब यसो न त
ओएडी छ नि हामीले यो ओएडी लाई हामीले टुक्राएर हेर्यौं भनेपछि नि अन्त यो ओ पोइन्ट छ हैन यो डी पोइन्ट छ अनि यहाँ ए पोइन्ट छ यहाँ के छ त ए पोइन्ट छ यसरी बीचमा यो त सेन्ट्रोइड के हो त सेन्ट्रोइड यहाँ डी छ सेन्ट्रोइड छ यसरी हैन हामीले ओजी निकाल्नु पर्ने छ हैन र ओए र ओडी भ्याक्टर सधैँ सानसँग छ है अब राम्रोसँग बुझ्ने यो जी के यो लाइनलाई मिड पोइन्ट भएर डिभाइड गर्छ र 2 अपन 1 हो किन भन्दा सेन्ट्रोइडले कसरी डिभाइड गर्छ यो लाइनलाई 2:1 डिभाइड गर्छ काम गर्ने हैन अब हामीले मिड पोइन्ट थोरै कन्फ्युजन पाइयो अब पाइदैन हो 2:1 को रेशियोमा डिभाइड गरेछ है हामीले अगाडि पढायौं कुनै पनि एउटा लाइन सेगमेन्टलाई कुनै एउटा पोइन्टले इन्टरनल डिभिजन गर्छ भनेपछि त्यहाँ फर्मुला के हुन्थ्यो p mb हो m b वेक्टर प्लस m a वेक्टर अपॉन m प्लस m हुन्थ्यो नि हो त्यो भने के हो भन्दाखेरि नि हेर्नु चाहिँ अब यो ओजी भेक्टर इक्वल टु यो साइड लिएपछि यसको अपोजिट साइड है हो 2 के हुन्छ ओडी भेक्टर त्यो बेटा ओडी भेक्टर प्लस अनि यो साइड लेसी 1 ओए के हुन्छ ओए भेक्टर हो 1 ओए भेक्टर अपॉन 2 प्लस 1 हुन्छ 2:1 त रेशियो हो नि त m स्क्वायर भने त्यही m1 2 छ अनि m1 छ त्यसै 2 प्लस 1 भएर त भयो हो यस्तो हुन्छ अब ए गर्ने है यस्तो हुन्छ भनेपछि मैले मेटेरियल है हुन्छ यस्तो हुन्छ भनेपछि अब यस्तो हुन्छ भनेपछि हेर त अब सिधा यहाँबाट है ओजी भेक्टर इज इक्वल टु यहाँ है ओजी भेक्टर है भ्यालु यो त 2 हुन्छ नि त मैले अगाडि भनेको थिएँ यो भर्टेक्स र यो सेन्टर सम्मको लेन्थ सधैँ 2 युनिट हुन्छ हैन 2:1 मा रेशियोमा हुन्छ अनि यो लामो चाहिँ 2 मा हुन्छ रेशियोमा यो त के हुन्छ 1 हुन्छ खालको भनेपछि के हुन्छ 2 ओडी 2 के त 2 ओडी प्लस 1 1 के त ओए हुने भयो 1 के त ओए भेक्टर हुने भयो अब के हो त 2 प्लस 1 हुने भयो हैन अब यो ओजी भेक्टर इज इक्वल टु 2 हेर त अब ओडी भने फक्क आछ हेर ओडी भनेको 1/2 b प्लस b भेक्टर प्लस c अच्छा नि ओडी भने के छ त 1/2 b प्लस c रहेछ है अब टाइम्स 1/2 के त b भेक्टर प्लस b भेक्टर प्लस के त c भेक्टर प्लस 1 को ढालो हुन मतलब भन्दा हैन अनि के भन्नु के भयो a भेक्टर हुने रहेछ हुने भयो अपन के छ हामीसँग 2 प्लस 1 के भन्दा 3 हुने भइसक्यो हो अब यहाँबाट ओजी भेक्टर इज इक्वल टु क्यान्सल लेखेको छ यस सर अहिले a प्लस b भेक्टर प्लस c भेक्टर ने यस सर अच्छा यो b प्लस c यो भन्नु र यो भन्नु पर्यो एउटा यहाँ त a प्लस b प्लस c अपन के भन्दा 3 हुने भयो अब यहाँबाट के आयो त निष्कर्ष अब ओजी भेक्टर भने हामीसँग जी भेक्टर छ अरे छ नि जी भेक्टर छ यो यसलाई मैले 1/3 यसो गरेर 5 भनेर यस सर अपन 5 भनेर बुझ्यो अब यसको मिनिङ बुझौँ है यसको मिनिङ बुझौँ हुन्छ हेर त एउटा कुनै ट्रायंगल छ हामीसँग है एउटा ट्रायंगल छ हामीसँग एउटा चाहिँ ओरिजिन छ एउटा हैन छ र एबीसी भन्ने एउटा ट्रायंगल छ हैन एउटा सेन्ट्रोइड दिएको छ ल मानौँ सेन्ट्रोइड दिएको छ जी भन्ने सेन्ट्रोइड दिएको छ हैन यो ओए ओबी र ओसी हामीलाई चाहिँ ओए को भेक्टर दिएको छ है ओए भनेको एउटा भेक्टर दिएको छ हैन ल मानौँ ओए भनेको 2i ल 2i प्लस 3j दियो त ओए भने ए त हैन त अनि ओबी भनेको तिम्रो ल i प्लस j दियो त है अनि त्यसपछि ओसी छ नि ओसी भेक्टर भने तिम्रो के दियो भन्दाखेरि 3i - 2j भनेर दियो र सक्छ ल अनि चाहिँ हामीले ओजी को भेक्टर कसरी निकाल्नु त भन्दाखेरि हो अनि यो प्लस यो प्लस ओभर पर्ने छ के हैन हेर्दै अब ओजी भेक्टर इज इक्वल टु के हुन्छ त ओजी भेक्टर 1/3 2i भेक्टर हो 2i प्लस 3j प्लस i भेक्टर प्लस i प्लस c भेक्टर हो i भेक्टर प्लस के त j भेक्टर प्लस 3i माइनस प्लस माइनस 3i माइनस के त 2j 3i माइनस के त 2j
अब यो आइएलआई सल्भ गरौँ यसरी यहाँ सम्झु के आइ आउला 1/3 2i पर्छ 1i मात्र हुन्छ हैन 2i हेर न है यो जी है 6i के त 6i हैन अनि पछि त्यो जे वाला हेर है 4 2 प्लस 2j हुने भयो हैन त्यस्तो एन्सर छ हो के नामले गर्दै 1/3 यो भेक्टर प्लस यो भेक्टर प्लस यो भेक्टर गर्नुपर्ने छ हैन त्यो कुरा ख्याल गर्नु पर्यो है ल यो सार्न सकिन्छ ल यो सार्न है देखिन्छ अहिले देख्न क्या नै ल हुन्छ